सबैलाई नमस्कार तथा जय मसी। म सुशील बुढा सिलिगुडी च्यानलमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आजको यो समयमा फेरि सामाजिक सेवा गर्ने क्रम म तपाईँलाई देखाउँछु भनेर पहिला भनिरहेको थिएँ। आज मैले सामाजिक सेवाको विषयमा जुन भनेको थिएँ आज त्यही काम गर्न गइरहेको छु। यहाँनिर हाम्रो श्री गोपाल सुब्बानी मेरो आदरणीय भिना हुनुहुन्छ। यहाँनिर उहाँको यो ठेलागाडा छ। आज विशेष गरी यो ठेलागाडा उहाँ व्यापार बिजनेस गर्नलाई बोटेचोर अनि माघी मेलामा लग्दै हुनुहुन्छ। 1 गतेदेखि 9 गतेसम्म लाग्दैछ। जुन माघी मेलामा लग्दै हुनुहुन्छ अनि त्यो माघी मेलामा किन लग्दैछ भने उहाँको दुईटै निर्दौला फेल भएको छ होइन। उहाँको दुईटै निर्दौला फेल भएको छ। उहाँले हप्तामा 2 चोटि डाइरेक्सन गर्नुहुन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि अनि मैले उहाँलाई यो सहायता गर्दैछु। उहाँको यो हातमा यहाँनिर चाहिँ पिस्तुला राखेको छ। डाइरेक्सन चाहिँ यहाँबाट गरिन्छ। अनि यो समयमा यो मैले तपाईँलाई किन देखाएको हो भने अनि तपाईँहरूले हेरिकन एउटा उत्साह आएको होस्, हौसला बढेको होस्। अनि यहाँनिर उहाँले जस्तै मिहिनेत अझै तपाईँहरू सबैले गर्नुभएको होस् भनेर मैले देखाएको हो। हामी यस्तो भिडियोहरू देखाउँदै जानेछौँ। अनि त्यहाँनिर हाम्रो पुनम दिदी हुनुहुन्छ, आउनुभयो। अनि भिना चाहिँ यो सामानहरू ल्याएर आउनुहुनेछ। पछि यो सामानहरू अनि यो सामानहरू ल्याएर आउनुहुन्छ। अनि म दिदी र म चाहिँ यो ठेला लगाएर जान्छौँ। सबैलाई जय मसी। गुबाकोट वार्ड नम्बर 10 लामताले बुढा कार्यालयदेखि तल जुन शिव मन्दिर छ, शिव मन्दिरबाट आज यो गुबाकोट वार्ड नम्बर 10 भेडाबारी पुलमा ठेलागाडा आइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, हामी पुल उकालो आइसक्यौँ। अब यहाँनिर यो पुल उकालोबाट यहाँनिर यता हाम्रो दिदीले पालो दिनुभएको छ मलाई। तपाईँहरूले देख्न सक्नुहुन्छ यो पालो दिएको अवस्था। हामी पुल उकालोबाट आज फेरि बोटेचौरको यो बर्पीपल्लीनिर आएको छौँ। बोटेचौरदेखि ओरा यहाँनिर हाम्रो दिदीहरू हुनुहुन्छ। यहाँनिर आएका छौँ। हेलो, हामी बोटेचौर बजारमा आइसकेका छौँ। लगभग 3 किलोमिटर टाढा आएका छौँ। यहाँनिर बोटेचौर बजारको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। यो दृश्य असल प्रकारको छ। यहाँनिर यो ठेलागाडा दिदीहरू आफै छ। आजको यो ठेलागाडा हामी यति नै राख्दछौँ। यति नै समेत हुने भयो। जोस् यहाँनिर चटपटे बिक्री हुँदैछ। म तपाईँहरूलाई यो समयमा यति नै मात्रै भिडियो देखाउँछु। 8-9 दिनसम्मको सक्दैन। जुन सामाजिक सेवा गरेको छु मैले, साँच्चै नै यो गर्न पाउँदा अति नै खुसी छु। यो जुन मैले भिडियो बनाएको छु आजको यो भिडियोलाई यति नै राख्छु। हामी फेरि अर्को भिडियोमा उपस्थित हुनेछौँ। अर्को भिडियोमा फेरि तपाईँहरूलाई देखाउनेछौँ। धन्यवाद। यो भिडियोमा एकदम लाज नमानिकन लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। विशेष गरी यो भिडियोमा त्यति क्वालिटीको त राम्रो छैन, किनभने सामान्य मोबाइलबाट बनाएको छ, माफ गर्नु होला। बाँकी तपाईँको यो भिडियो हेर्दै गर्दा मनमा के विचार आउँछ कमेन्ट, लाइक गरिदिनु होला। धन्यवाद। सबैलाई जय मसी। नमस्कार।